किन कतिजना व्यक्तिहरू चाहिँ प्रभुलाई खेदाउने व्यक्तिहरू हुन्छन्। यो व्यक्तिहरूले जबसम्म उहाँलाई समात्दैनन् तबसम्म आराम लिँदैनन्। यो व्यक्तिले आफ्नो जीवनमा जबसम्म प्रभुलाई समात्दैनन् तबसम्म आराम लिँदैनन्। त्यसको अर्थ आफ्नो कोठामा बसेर आफ्नो जीवनको भागहरूलाई गिभअप गर्नु कि नपरोस्। त्यसको अर्थ आफूले महत्त्वपूर्ण ठानेको थोकहरूलाई चाहिँ किन पन्साउनु नपरोस्। त कतिजना व्यक्तिहरू यस्तो हुन्छन् जसले चाहिँ प्रभुलाई खेदाउँछन्। प्रभुलाई यस भजन सङ्ग्रह 63 मा जाउँ त। भजन सङ्ग्रह 63 भजन सङ्ग्रह 63 भजन सङ्ग्रह 63 को 8 कसैले गर्नुहोस् त। के भन्छ भजन सङ्ग्रह 63 को 8 मा? मेरो प्राण तपाईमा लुटपुट भएको छ। मेरो प्राण तपाईमा लुटपुट भएको छ। अथवा अर्को भाषामा माई सोल क्लिङ्स आफ्टर यु। मेरो प्राणले तपाईको खेदो गर्दछ। माई सोल चेसेस आफ्टर यु। मेरो प्राणले तपाईमा टाँसेर तपाईलाई खेदाउँदछ। तपाईको कुन भर्जन हो? पढ्नुहोस् के हेर्नु। I cling to you, your right hands absolve me. I cling to my soul, नेफेस। मेरो प्राणले तपाईलाई खेदाउँछ। क्लिङ मात्रै हैन तर झुन्डिनेको साथ खेदाउँछ। जुन शब्द यहाँ प्रयोग गरेको छ हिब्रूमा दबाब भन्ने शब्द DABAQ, जसको अर्थ कुनै कुरालाई यस्तो मजाले पछ्याउनु, यसरी समात्नु कि जसै हातमा चाहिँ तपाईको ग्लु टाँसेको छ। सो यहाँ दाउदले भन्दैछन् जब ऊ साउलले उसलाई खेदाइरहेको छ मार्नुको निम्ति, उसले भन्छ प्रभु म मरुभूमिमा भए तापनि म त्रिसित ठाउँमा पनि म तपाईँलाई खोज्दछु। र यहीँ हाम्रो एउटा गीत तपाईँको दया भन्ने गीत यहीँबाट आएको 3 पदमा म तपाईँको दया जीवनभन्दा श्रेष्ठ भने। यतिखेर दाउद चाहिँ उसको मृत्युको लागि उसलाई मार्नुको निम्ति खेदाइरहेको छ। तर उसले भन्दैछ प्रभु यो ठाउँमा मेरो प्राणले तपाईँलाई खेदाउँदछ। माई सोल क्लिङ्स आफ्टर यु, माई सोल चेसेस आफ्टर यु। मेरो प्राणले तपाईँलाई खेदाउँदछ। कतिजना व्यक्तिहरू हुन्छन् मैले अघि भने नि यस्तो खालको हुन्छन् जसले उनीहरूलाई चाहिँ प्रभु नभई हुँदैन। उनीहरूले प्रभुलाई खोज्दछन्। बाबुले के भन्नुभयो? प्रभु मेरो एउटै प्रार्थना र उत्कट इच्छा छ कि म येशूलाई चिन्न पाऊँ र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न पाऊँ। त्यस मुनि भनेको छ यो कुरा मैले पाइसके त भन्दिनँ, तर एउटा कुरा भन्छ पछिको थोकलाई बिर्सेर म अघि लम्किन्छु। फेरि खेदाइरहेको छ। यो कुरालाई हासिल गर्नको निम्ति म यसलाई पछ्याउँदछु। होशे 6:3 भन्छ आओ हामी पछ्याउँ, लेट अस गो फर, हामी समातौँ, प्रभुलाई समातौँ। यशाया 64 मा निकाल्नुहोस् त। यशाया 64 एउटा भर्स छ। यशाया 64 को 7 कसैले पढ्नुहुन्छ त? यशाया 64 को 7। यशाया 64 को 7। अनि तपाईको नाम पुकार्ने, तपाईलाई पक्रिराख्नका निम्ति आफूलाई जगाउने कोही पनि छैन। कति दुःख लाग्छ कुरा। यसरी प्रभु तपाईलाई समात्नको निम्ति, तपाईलाई पक्रनको निम्ति, आफैलाई उत्तेजित पार्ने, देयर इज नो वन दैट अवेकन्स हिमसेल्फ टु क्लिङ टु यु। तपाईमा झुन्डिनुको निम्ति, तपाईलाई खेदाउनको निम्ति पछ्याउने व्यक्ति कोही पनि छैन। कसैले पनि आफूलाई उत्तेजित पार्दैन। तपाईँ थाहा छ धेरै चोटि के द थिङ इज प्रभुलाई पछ्याउनु चाहिँ मूल्य चुकाउनुपर्छ। हामी रेगुलर क्रिस्चियन लाइफ पनि जिउन सक्छौँ ओके, यदि हाम्रो चाहना त्यही हो भने द्याट्स फाइन। तर जब हामी प्रभुको अझै गहिरो कुरा जस्तै किनभने प्रभुलाई हामी जति अझै चिन्न चाहन्छौँ त्यति हामी उहाँलाई, जति हाम्रो जीवनको हरेक कुरामा उहाँलाई निमन्त्रणा गर्छौँ त्यति हाम्रो थोकहरू उहाँले पन्साउन लाउनुहुन्छ, त्यति हाम्रो जीवनको थोकहरू पन्साउन लाउनुहुन्छ। एक दिन प्रभुले भन्नुभयो एकजना मान्छेले विवाहको निम्ति भोज दियो अनि आफ्नो छोराको विवाहको निम्ति घरमा भोज दियो। जस्तै उसले घरमा भोज दियो उसले आफ्नो नोकरलाई भन्दछ जाऊ त बाहिर गएर भोजको निम्ति बोलाऊ। ऊ बाहिर जान्छ र नोकरले भन्छ मेरो मालिकले भात पस्केको छ र तयार भइसकेको छ, भात खान आऊ अरे। एकजनाले भन्छ होइन म आउन सक्दिनँ, मैले भर्खर गोरु किनेको छु। अर्कोले भन्छ होइन मेरो किसानहरू छ। अर्कोले भन्छ मैले भर्खर बे गरेको छु म आउन सक्दिनँ। अर्कोले भन्छ मेरो भर्खर नयाँ जागिर छ म आउन सक्दिनँ। अब उनीहरूको जुन कारण थियो त्यो जायज छ। बिचराले गोरु किनेको छ, भर्खर बे गरेको छ, नयाँ जागिर छ, जाहेर छ। तर उनीहरूले त्यो कुरालाई गुमाए
कारण प्रभुको उपस्थिति प्रभुले दिएको भोजनमा खाना जान पाएन। बुझ्दै हुनुहुन्छ? कतिचोटि हाम्रो जीवनको कुराहरू हामीले उम्काउनुपर्छ या छोड्नुपर्छ। एक दिन प्रभुले आएर भनौँ, प्रभु म तपाईँलाई पछ्याउने। प्रभुले भन्नु ठिकै छ आऊ, तर पहिले मेरो बाउलाई गाड्न दिनुहोस्। प्रभुले भन्नु मरेकोलाई मरेकोले गाडौँ, तिमी मेरो पछि लाग। कतिचोटि प्रभुको कुराहरू कस्तो कठोर सुनिन्छ, तर एउटा मूल्य हुन्छ जब हामी प्रभुलाई पन्छाउन चाहन्छौँ। हामी जब प्रभुको उपस्थितिलाई हाम्रो दैनिक जीवनमा चाहन्छौँ, हामीले मूल्य चुकाउनुपर्छ। किनभने नि जहिले पनि भन्छ, तपाईँले सुन्नुभयो होला, मलाई लाग्छ पाप जस्तो लाग्छ मलाई क्रिस्चियनिटीलाई बोरिङ बनाउनु। हाम्रो यो जुन सम्बन्ध प्रभुसँग छ यसलाई बोरिङ बनाउनु चाहिँ मलाई पाप जस्तो लाग्छ। इट्स सो फन। हरेक दिन प्रभुसँग बोल्न पाउनुहुन्छ, हरेक दिन। एभ्री डे वी गेट टु टक टु गॉड। कति बेला उहाँले आफूलाई कति मजाको जीवन छ, कति बेला उहाँले आफूलाई लुकाउनुहुन्छ। हामीसँग लुकी खेल्नुहुन्छ प्रभु, थाहा छ तपाईँलाई? समटाइम हि हाइड। जब कोही बेला हि हाइड्स फ्रम मी, मोदी लुक्नुहुन्छ त्यहाँदेखि झन् मलाई मजा आउँछ। बिकज हि वान्ट्स मी टु फाइन्ड हिम। यसाया 45:15 रेफरेन्सको लागि प्रभु लुक्नुहुन्छ। देयर आर टाइम्स जब उहाँ मोदी लुक्नुहुन्छ। एक दिन अयुबले भन्यो, मैले दाहिने हेरेँ त्यहाँ हुनुहुन्न, मैले देब्रे हेरेँ त्यहाँ हुनुहुन्न। भएर त कहाँ रहेछ प्रभु? ती अगाडि लुकेर बसिरहनु भएको रहेछ। हि लभ्स डुइङ द्याट। उहाँलाई लुक्न साह्रै हुन्छ। कोही बेला मेरो जीवनमा जब सबभन्दा ठुलो काम मेरो अभिषेकमा केही बढ्ता म चाल पाउँछु, त्यसको भोलिपल्ट म प्रभु मेरो जीवनदेखि गायब भएको चाल पाउँछु। धेरै न अब मजा आउनु भयो, उहाँ लुक्दै हुनुहुन्छ। अब उहाँले चाहनुहुन्छ कतिको खोज्छ यसले मलाई। इन्ट्रेस्टिङ कुरा के छ भने जब प्रभु येशू पानीमा हिँड्नुभयो नि, तपाईँलाई थाहा छ घटना? थाहा छ के भन्छ बाइबलले? उहाँले एक्टिङ गर्नुभयो अरे। थाहा छ प्रभुले पनि एक्टिङ गर्नुहुन्छ। उहाँले एक्टिङ गर्नुभयो अरे। मलाई एक्ज्याक्ट भर्स थाहा भएन किनकि आज केही बताउनु थिएन, दाइलाई मात्रै कल गर्नुभयो। बट आई थिङ्क मार्क च्याप्टर 4 मा होला। तपाईँलाई थाहा छ कतिलाई त कहाँ छ? मलाई थाहा छ त्यो येशू पानीमा हिँड्नुभयो। कति च्याप्टरमा हो? कसैलाई थाहा छ? मर्कुस 4 जस्तो लाग्यो मलाई, but I'm not sure. मर्कुस 4 गुगलमा हेर्नुहुन्छ। यसमा रहेछ 6 मा चाहिँ रहेछ। मर्कुस 4, थ्याङ्क यू। मर्कुस समाजमा समय निकाल्नुहोस् न। यो घटनासँग हामी सबैलाई थाहा छ कि, तर एउटा कुरा म तपाईँलाई देखाउँछु ल। 45 देखि कसैले पढिदिनुहोस् त। सरी 48 देखि पढ्नु। प्रभु यीशु, हामीलाई थाहा छ प्रभु यीशु प्रार्थना गर्न जानुभएको, चेलाहरू गए अनि पानीमा हिँड्दै आउनुभयो। सो पढ्नु त कसैले 48 देखि। अनि उहाँले तिनीहरूलाई खियाउनमा मेहनत गरिरहेका देख्नुभयो, किनकि बतास तिनीहरूको विपरीत चलिरहेको थियो। अनि रातको चौथो प्रहरतिर अर्थात् 3 बजी बिहान उहाँ समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुभयो र तिनीहरूलाई उछिनेर जाने इच्छा गर्नुभयो। कस्तो अचम्म। वेट अ मिनट, प्रभु कहाँ चाहिँ जान खोज्नु भएको त्यहाँनिर? बाइबल भन्छ उनी कहाँ आउनुभयो र उनीहरूलाई उछिनेर जान खोज्नु भयो। उनीहरूको नौकालाई नागेर जान खोज्दै हुनुहुन्छ प्रभुले। लुका 24 मा जानुहोस्। आउन सो इन्ट्रेस्टिङ। हाम्रो प्रभुको एउटा बानी मलाई साह्रै मनपर्छ, मलाई साह्रै मनपर्ने प्रभुको बानी। लुका 24 जहिले पनि उहाँले यस्तो गर्नुहुन्छ। यहाँ चेलाहरूको अगाडि उहाँ आउनुहुन्छ। चेलाहरूको अगाडि आएर उहाँले आफ्नो आँखा उठेको आँखालाई बन्द गर्नुहुन्छ। उनीहरूले चिन्दैनन् कि यो चाहिँ बौरी उठेको प्रभु येशू हुनुहुन्छ। लुक पनि हो। हेर्नुहोस् है, अह 27 हेर्नुहोस् है, प्रभु येशू बोल्न थाल्नुहुन्छ। भर्स 27, 27 पढिदिनुहोस् त। अनि उहाँले मोसा र सबै भविष्यवक्ताहरूबाट सुरु गरेर सबै पवित्र शास्त्रहरूमा आफ्ना विषयमा भएका कुराहरूको अर्थ तिनीहरूलाई 28 मा ध्यान दिनुहोस् ल। अनि तिनीहरू जुन गाउँमा जाँदै थिए त्यसको नजिकै आइपुगे। अनि उहाँ चाहिँ अझै अघि जानुहुने रहेछ भन्ने कुरा उहाँले प्रकट गर्नुभयो। अथवा he acted as though he was going further। कस्तो अचम्म। सो चेलाहरूसँग हिँड्दै हुनुहुन्छ, जहाँ आइपुग्नु पर्ने त्यहाँ आइपुगे। तर प्रभुले चाहिँ कस्तो गर्नुभयो अरे? उनीहरूलाई त्यहीँ छोडेर अलिक अघि जान आँटे जस्तो गर्नुभयो। समटाइम्स he will do that to you। प्रभुले कोही के त्यसो गर्नुहुन्छ। ओके मनोज, लु हियर्स द अनोइन्टिङ, म गएकै बिकज मलाई हिँड्नु चाहिँ मलाई रोक्छ कि रोक्दैन।
अनि जेल तपाईँले अथवा नौकामा पनि जब उनीहरूले चिच्चाए प्रभु रोकिनु भयो, नौकामा आउनुभयो। यहाँ पनि तपाईँले मुनि 29 पढ्नुहोस् त। तर तिनीहरूले उहाँलाई यसो भन्दै कर लाए, कर लायो उनीहरूले, हामीसँगै बस्नुहोस्, नजानुहोस्। हाउ स्याड। मेनी टाइम्स हामी घर फर्केर आज कस्तो भयो आराधनामा, खै त घर चिलाएको त्यसलाई त। हाम्रो कतिचोटि नि मलाई कस्तो स्याड लाग्छ, किन प्रभुलाई चाहिँ आई फिल लाइक अस्ति हाम्रो मुना दिदी, हाम्रो केटीहरूको दिदीहरूमा गफ भयो, कति राम्रो कुरा हो। तपाईँ के अरे फिल्म हेर्न जानुभयो, तपाईँ मल जानुभयो, तपाईँको साथीलाई भेट्नुभयो, अबै त्यो राम्रो हो। त्योभन्दा मजा नि आफै कल गरेर हिँड्दा मसँग भनेर झन् मजा हो, बिकज यु इन्भाइटेड। धेरैचोटि हामी कतिले यसोसँग भेट हुन्छ, मलाई यसोसँग भेट गर्न मन पर्दैन, मलाई उहाँलाई मसँगै लान मनपर्छ। भेट गरेर त किन उहाँको मन दुखाउनु। आई लभ टेकिङ हिम विथ मी। धेरै चाहिँ एउटा कुरा भनौँ, चर्चमा यसुलाई भेट्न मलाई मनै पर्दैन, तर मलाई त मसँगै चर्च लान मनपर्छ, बिकज देन आई नो केही त हुन्छ। धेरैचोटि हामी के भन्छ भने चर्चमा प्रभुसँग भेट हुन्छ, घर गएपछि त हामी लाँदैनौँ। मेनी टाइम्स प्रभु आफै पनि के गर्नुहुन्छ, जानुहुन्छ। तर जब उहाँ जानुहुन्छ, उहाँले आफूलाई लुकाउनुहुन्छ, यसले कतिको प्रतीक्षा गर्छ। हाउ मच डज यु वान्ट मी। धेरैचोटि हाम्रो जीवनको सबभन्दा ठुलो काम हुन्छ नि, त्यतिखेर त्यसपछि प्रभु चुप्प लाग्नुहुन्छ अनि हामी चाहिँ त्यही अभिषेकको रहेको भागमा खुसी हुँदै गर्छौँ। इट्स सो इन्ट्रेस्टिङ। हामी कुरा गर्छौँ, ओ माई गॉड हाम्रो चर्चमा लास्ट इयर यो भयो, अस्तिको हप्ता यो भयो, हामी त्यही पुरानो अस्तिकै भुइँको मैलाको रोटी खाँदै बस्छौँ। यो अस्तिको रोटी खाँदा खै आज दैनिक रोटी हामीले खानुपर्छ। हामी दैनिक प्रकाश हाम्रो प्रभुसँग हिँड्नुपर्छ। दुःख लाग्दो कुरा, एक दिन बाइबलले भन्छ रुथ र उसको बुहारी, उसको छोरा रुथ र उसको श्रीमान, उसको छोराहरू बेथलेहेमदेखि मोआबमा। यो कहानी थाहा छ तपाईँहरूलाई? थाहा छ? जाउँ त रुथको पुस्तकमा। रुथको पुस्तकमा तपाईँलाई के भन्छ, इन्ट्रेस्टिङ छ। जबसम्म प्रभुले हामीले जबसम्म प्रभुले हाम्रो आँखा खोल्नुहुन्न तबसम्म प्रकाश आउँदैन। यो बाइबल मात्रै यस्तो कि अब कि म जहिले पनि भन्ने गर्छु, यो तपाईँलाई कसैले सिकाएर आउँदैन। यु क्यानट लर्न हाउ टु रिड द बाइबल। कोसिस गर्नुहोस्, स्कुलदेखि सिक्दैन। यो त्यस्तो खालको किताबै होइन। जबसम्म प्रभु आफैले तपाईँको आँखा खोल्नुहुन्न तबसम्म तपाईँले प्रकाशै पाउनुहुन्न। यो चाहिँ डिभाइन, ईश्वरीय कुराबाट आएको हो नि त। कुन भयो भने रुथ भन्यो नि, बुक अफ रुथ भनौँ ल। च्याप्टर 1 भनौँ न हामी। ओके, हेर्नुहोस् है, भर्स 1 पढ्नुहोस् कसैले। कसैले पढिदिनुहोस् न। रुथ 1:1। उहिले नै न्यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्यो अनि यहुदाको बेथलेहेमबाट कुनै एकजना मानिस आफ्नो पत्नी र 2 भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्नलाई गए। परमप्रभुले आफ्नो मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नोआमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार गर्न लागे। भर्स 1 र हामीले भर्स 6 हेर्छौँ। ओके, सो यहाँ बाइबलले बताउँछ बेथलेहेममा अनिकाल लाग्यो। के लाग्यो? अनिकाल। देयर्स फ्यामिन इन बेथलेहेम। बेथलेहेमको अर्थ रोटीको घर। यसकारण प्रभु येशू कहाँ जन्मिनुभयो? बेथलेहेममा। उहाँ जीवनको रोटी कस्तो छ? रोटीको घरमा छन्। सो बेथलेहेममा रोटी छैन, रोटीको घरमा रोटी नै छैन, अनिकाल लाग्यो। अनि के भयो? परमेश्वरको मानिसहरूले बेथलेहेमलाई छोडेर मोआबतिर जानु परेको छ। अनि जसै रुथ मोआबमा आइन्, उसको श्रीमान भयो, उसको छोराहरू पनि मृत्यु भयो। मेनी टाइम्स मान्छेले किन चर्च छोड्छन्? किनकि चर्चमा रोटी नै छैन। जुन घरमा रोटी हुनुपर्ने त्यही घरमा रोटी छैन। 75% युथहरू चर्च यस कारण छोड्छन् है, नफापेर होइन, केही छैन चर्चमा, उपस्थिति छैन। यस्तो बोरिङ हुन्छ वचन, यस्तो किन बस्नु बोरिङ भन्दा यो मलाई के मन पर्यो भने होइन जस्तै पनि प्रभुको प्रभुको उपस्थिति छैन, कसरी प्रभुको? म त चाहिँ मलाई छक्क लाग्यो। बेथलेहेममा रोटी थिएन, मान्छेले बेथलेहेम छोडेर गए बिकज रोटी हुनुपर्ने जग्गामा रोटी नै थिएन।
Not every church has His presence. You see, this is just my opinion. I don't care church होस्, just because it's a church. यो मलाई न त म सिरिक्युस म त्यस्तो थिएँ, न त म अहिले यस्तो हुनेछु. I don't care because this is me. म र मेरो प्रभुको बिचको. See, not every church has His presence. धेरैचोटि हामी चाहिँ के यस्तो खालको कल्चरमा हुर्किन्छौँ, होइन त चर्च हो नि त, उपस्थित छैन नि के चर्च? चर्चलाई इटाले बनाउने होइन, चर्चलाई सिमेन्टले बनाउने, चर्चलाई त उहाँको उपस्थितिले पो चर्च बनाउँछ. रोटीकै घरमा रोटी छैन, कसरी रोटी घर भन्नु? नाओमीहरू त्यो ठाउँलाई छोडेर गएका छन्. धेरैचोटि चर्चमा मान्छेहरू आउँछन्, but they don't find His presence. उहाँको उपस्थिति हामी भन्छौँ यसलाई पाएन, होइन बिचराले पाउँदै पाएन प्रभुको उपस्थिति. पुरो संसारले दिइरहेछ उसलाई शक्तिहरू, प्रभुको उपस्थिति पाएन त कसरी बस्छस्? मेनी टाइम्स मानिसहरू चर्चमा प्रभुको उपस्थिति पाउँदैन. एकजना व्यक्तिले दामी भनेको छ, हाम्रो चर्चको आयलमा त हामी महिमा बगाउन सक्दैनौँ, कसरी बाटोमा बगाउने? ओ यो सहरलाई प्रभुको निम्ति जितौँ, आफ्नै चर्चमा त महिमा बगाउन सक्दैनौँ हामी. जुन घर चाहिँ प्रभुकै घर हुनुपर्ने त्यही त महिमा बगाउन सक्दैन, बाहिर कसरी बगाउने? हो क्या भन्नुहोस् त? यो सहरलाई म प्रभुको निम्ति जित्छु, तपाईँकै काकालाई प्रभुमा ल्याउन सक्नुभएको छैन तपाईँले, कसरी जित्ने सहरलाई? हामी कोही यहाँ धेरै बोल्छौँ क्या, ओ यो सहरलाई चाहिँ म प्रभुमा जित्छु, यो ठाउँलाई म प्रभुमा जित्छु. हो, तपाईँको आफ्नै आमालाई जित्न सक्नु भएको छैन, तपाईँको आफ्नै छिमेकीलाई जित्न सक्नु भएको छैन. अस्ति दाइले मिठो कुरा गर्नुभयो नि, जब हामी भन्छौँ हामी प्रभुलाई प्रेम गर्छौँ, हाम्रो दियाइले पनि देखाउँछ, नट जस्ट फाइनेन्सियली, नट जस्ट मनी, तर हामीले आफूलाई अरूको निम्ति कति. अच्छा, बाइबलले त यहाँसम्म पनि भन्छ क्रिस्चियनले चाहिँ आफूलाई अरूको निम्ति मर्न समेत पनि तयार हुनुपर्छ. यु सुड बी विलिङ टु डाई फर समबडी. तपाईँलाई माया गर्नेको निम्ति मात्र होइन, तपाईँलाई सबभन्दा हेप्ने व्यक्ति निम्ति पनि जब तपाईँले मर्न तयार हुन, तबसम्म तपाईँले यु आर स्टिल अ बेबी, तबसम्म हामी अझै पनि बच्चा छौँ. यु नो, यूहन्नालाई माया गर्नु प्रभुको निम्ति कति सजिलो थियो, हो किन भन्नुहोस् त? यसरी बस्दाखेरि कहाँ हुन्थ्यो यूहन्ना जहिले पनि? कहाँ हुन्थ्यो? कहाँ हुन्थ्यो यूहन्ना? येशूको छातीमा, हो किन भन्नुहोस् त? कति सजिलो, सिरी कति सजिलो, हो किन भन्नुहोस् त? तपाईँ आफै कल्पना, तपाईँलाई माया गर्छ, तपाईँको छेउमा बस्छ, तपाईँसँग ढल्किन्छ, तपाईँलाई सब थोकमा सहायता गर्छ. त्यस्तो व्यक्तिलाई माया गर्दै ओ प्रभु सहायता गर्नुहोस् भन्नुपर्छ? पर्दैन नि त. तर प्रभु येशूको माया कहाँ देखिन्छ भन्दाखेरि जब उहाँले प्रभु भोज लिनुभयो, उहाँलाई थाहा छ मलाई यहुदाले धोका दिन्छ, सबभन्दा पहिलो प्रभुले मित्र यो तिम्रो निम्ति. हाम्रो जीवनको यूहन्नाहरूलाई कति माया गर्छौँ त्यसले देखाउँदैन, तर हाम्रो जीवनको यहुदाहरूलाई कति माया गर्छौँ. ओ त्यससँग त म बस्दिनँ, ओके तपाईँ बच्चै हुनुहुन्छ. त्यससँग त म खाना खान जान, ओके तपाईँ अझै बच्चै हुनुहुन्छ. त्यसलाई म क्षमा दिन्छु तर ह्याङ्गा गर्दिनँ, ओके तपाईँ अझै बच्चै हुनुहुन्छ. हामी अझै बच्चा छौँ. यो मेरो एउटा रुल हो. म रिसाउँछु, अब हरेक व्यक्ति रिसाउँछन्, तर अहिलेसम्म एन्ड गड इज माई विटनेस, म कसैलाई घृणा गर्दैन. तपाईँले मेरो अनुहारमा थुकै पनि, त्यही भएर कतिले मलाई भन्थ्यो क्या मम्मीहरूले, तँ साह्रै हेपिन्छस् मान्छेदेखि, स्टप बिङ सिधा, किन रोक्नु? द्याट्स हाउ मेरो यसो त्यस्तो हुनुहुन्छ. कतिले भन्छ मैले फेसबुकमा दामी देखिरहेको थिएँ, एउटा लेख्नु भएको रहेछ, कतिले यस्तो भन्छ अरे मैले यसको लागि यति गरेँ, यसले मलाई यस्तो गर, अब यसको लागि के गर्दैन, होइन झन् गर्नुहोस्, झन् डबल गर्नुहोस्. जब प्रभु येशू आउनुभयो, किन चाहिँ इजरायलीहरू स्वीकार नसकेन भन्दाखेरि उनीहरूको विचारमा त्यतिखेर रोमले चाहिँ पुरा इजरायललाई कब्जा गरेको थियो. उनीहरूले सोचे अब हामीले छुटकारा पायौँ. तपाईँ थाहा छ त्यति बेलाको समयमा रोमीहरूले चाहिँ इजरायल तपाईँ प्रेग्नेन्ट भयो अरे, तपाईँ बालक अरे, तपाईँ बुढो अरे, तपाईँ जवान जस्तै भए पनि तपाईँलाई बाटोमा हिँडिरहेको देख्यो भने नि उनीहरूले जबरजस्ती आफ्नो ब्याग निकाल्थे, रोमको सैनिकहरूले बन्दुक निकाल्थे अनि ओइ बोक भनेर तपाईँलाई दिन्थे, हिँड मसँग भनेर. उसको सामान 1 माइलसम्म तपाईँले कुदेर लानु पर्थ्यो. प्रभु येशूले भन्नुभयो कसैले 1 माइल कुद्न लाने 2 माइल पनि कुद्थ्यो. कस्तो अप्ठ्यारो कुरा. के भन्नुभएको प्रभु के अरे, यसले मलाई हेपेर बोकेर ठिकै छ अझै माफ भयो बरु प्रभु येशूले अर्को पालि बरु आफै बोकिदेऊ. कसैले तिम्रो पैसा लागेको छ भने पाउने हिसाबले नदेऊ, कसैले तिम्रो सर्ट माग्छ भने प्यान्ट पनि देऊ. कस्तो उल्टो छ प्रभुको राज्य कुराहरू. अनसित मलाई राम्रो लाग्यो, थ्याङ्क यू दादा, त्यो राम्रो वचन थियो. वी निड टु डु द्याट. हामी कतिको अरूलाई प्रेम गर्छौँ. बाइबलले चाहिँ आफूले देखेको भाइलाई त म माया गर्दिनँ, नदेखेको प्रभुलाई कसरी प्रेम गर्ने? सुसी हामी परमेश्वरलाई खेदाउने व्यक्ति हुनुपर्छ. परमेश्वरलाई खेदाउने व्यक्ति न. हाउ डु यु नो? सुन्नुहोस् है, यदि मैले देखेको दर्शन, मैले देखेको सपना, मैले पाएको प्रकाशले मेरो चरित्रमा बदलाव ल्याएको छैन भने मैले जस्ट
क्रिस रिडली भन्नुभएको होला, मैले जस्ट वाइल्ड खालको इमेजिनेसन मात्रै देखेँ। यदि त्यसले मेरो चरित्रमा बदलाव ल्याएन भने, यदि मैले यो प्रकाश पाएँ, मलाई यतिको पढ्न आउँछ, मलाई यो आउँछ, त त्यो सब प्रकाश पाएर पनि म आफ्नो आमासँग बोल्न जान्दिनँ, म मेरो छिमेकीसँग बोल्न जान्दिनँ, म बाहिर कसैलाई सहायता परेको देख्दाखेरि म भनेर खुम्चाएर हिँड्छु भने मैले अलिकति नि प्रेम सिकेको छैन। याकुबको पुस्तकमा भनेको छ, तिमीहरू कोही धनी आउँदाखेरि यहाँ बस्नुहोस् भनेर ठाउँ दिन्छौ, त झट्टे लुगा आउँदाखेरि यहाँ बस भन्नुहुन्छ भने कस्तो हुन्छ? म पहिले सोच्थेँ क्या, कल्पना गर्नुहोस् त, हाम्रो चर्चमा चाहिँ एकजना दिदी आउनु भयो, यो दिदी नाम चलेको दिदी अरे, पुरा सहरभरि नाम बुझ्नु भने मैले भनेको सहरभरि नाम चिनेको व्यक्ति अरे, त्यो दिदी हाम्रो चर्चमा आउनु भयो हाम्रो पहिलो विचार के हुन्छ? ल्या मेरो श्रीमान बिगारो, ल्या मेरो। यदि त्यस्तो हाम्रो पहिलो विचार आउँछ भने हामीले प्रेम के हो चाहेकै छैन, हामीले बुझेको छैन। एउटा कुरा भनौँ, मैले एउटा कुरो सिकेको छु, कुनै पनि कुरा बाइबल भन्छ हामीले न्यायको समयभन्दा अघि कहिले पनि न्याय गर्नु हुँदैन। म तपाईँको थोकलाई न्याय गर्न सक्छु, फर इक्जाम्पल तपाईँले केही भन्नु भने यो गलत हो, पर म व्यक्तिलाई न्याय गर्न सक्दिनँ। यो हाम्रो कामै होइन, हामी न्यायाधीश होइन, प्रभुले पनि न्याय गर्नुहुन्छ। एक दिन प्रभुले अधिकार दिएको बेला न्याय गर्छौँ, तर बाइबलले भन्छ, पहिलो कोरिन्थीमा जानुहोस्, पहिलो कोरिन्थी म गलत छुइनँ भने पहिलो 5 पहिलो कोरिन्थी 4:5 पहिलो कोरिन्थी 4:5 देखि 7 पढ्नु न। पहिलो कोरिन्थी 4:5-7 यसकारण प्रभु नहाउन्जेल समयभन्दा पहिले कुनै कुराको न्याय नगर, उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ र हृदयहरूका विचारहरू प्रकट गरिदिनुहुनेछ, अनि तब हरेकले परमेश्वरबाट प्रशंसा पाउनेछ। अनि हे भाइहरू हो, लेखिएको भन्दा बढी कसैको विषयमा नसोच्नु पर्ने रहेछ भन्ने पाठ तिमीहरूले हामीमा सिक्न सक, र तिमीहरू मध्ये कसैले पनि एउटाको विरोध गर्दै दोस्रोको पक्षमा घमण्डले नफुलोस् भनेर नै यी कुराहरू मैले तिमीहरूका निम्ति दृष्टान्तको रूपमा आफू र अपोलोसमाथि लागू गरेको छु, किनकि कसले तिमीलाई बेग्लै हुन लगायो, अनि तिमीसँग के छ र जो तिमीले अरूबाट पाएका छैनौ, तर तिमीले पाएकै हौ भने मानो तिमीले पाएकै होइनौ जस्तो गरी किन घमण्ड गर्दछौ त? कोरिन्थीको मण्डली यस्तो खालको मण्डली थियो नि, प्रभु भोजको बेला पनि धनीले आज एक भाँडा भात ल्याउँछ अरे। सुन्नुहोस् है, प्रभु भोजको बेला पनि धनीको ग्रुप चाहिँ यता कुनामा बस्छ अरे भात लिएर, अनि बिचरा गरिबहरूको एक साइडमा बस्छ अरे, यस्तो खालको ग्रुप थियो। अनि पावलले भन्छ, तिमीहरू किन घमण्ड गर्छौ? तिमीहरूसँग के चाहिँ छ यस्तो कुरा जुन तिमीहरूले पाएकै होइन? तपाईँ त हाम्रो जीवनमा जति जे छ, म हौँ, तपाईँ हौँ, हामी आफूले जति खतरा ठानौँ सबै थोक प्रभुबाट आएको। यस्तो कुनै पनि कुरा छ जसलाई म घमण्ड गर्न सक्छु। म मेरो प्रकाशमा घमण्ड गर्न सक्दिनँ, बिकज त्यो मेरो हुँदै होइन। म मेरो वरदानमा घमण्ड गर्न सक्दिनँ, बिकज त्यो मेरो हुँदै होइन। सो पावल, तिमीहरू किन घमण्ड गर्छन् जब त्यो तिम्रो होइन? धेरैचोटि हाम्रो विश्वासको बानी के हुन्छ भने, जब कोही व्यक्ति मण्डलीमा आउँछ, हाम्रो आई थिङ्क हामी यहाँ पारा खुस्किन्छौँ, हामी यहाँ बिग्रिन्छौँ, त्यो व्यक्तिलाई हामी मण्डलीमा ल्याउँछौँ, अनि उसलाई भन्छौँ, हेर प्रभु सुसमाचार सुनाउँछौँ, प्रभु यसो यस्तो हुनुहुन्छ, आमेन, उसलाई प्रभुको बारेमा सुनाउँछौँ, चर्चमा ल्याउँछौँ, एक दिन उसँग बोल्छौँ, त्यहाँदेखि अर्को हप्तादेखि आफै छोडिदिन्छौँ। लु, अनि नेक्स्ट विक 1 महिनापछि उसले त्यस्तै, किनकि भर्खर आएको बच्चा त हो, त्यस्तै खालको बेहोरा गर्यो भने हामी के भन्छौँ? यो नसिक्ने रहेछ, ऊ यस्तै हो। बाइबलले क्रिस्चियन बना भनेको छैन, चेला बना भनेको छ। तपाईँले खानुपर्छ उसँग, बस्नुपर्छ उसँग। मेरो एउटा रुल छ, म जहिले पनि मेरो एउटा रुल के छ किन भन्छ भने, आफूले आफूलाई करार बाँड्नुपर्छ। मेरो के रुल छ भने, त्यो व्यक्ति कोठामा छैन भने म कहिले पनि उसको कुरै गर्दिनँ। अनि मैले यहाँको कतिलाई नै भनेको छु, मेरो अगाडि गर्दाखेरि नगर्नुहोस्, बिकज ऊ यहाँ छैन भनेको छु कतिलाई नि, बिकज मलाई त मन पर्दैन। यदि कोही इक्जाम्पल हामी छौँ अरे, सुभाष दाई, म गोपाल भेना हामी को छौँ अरे, सुसिता बोल्नु छैन अरे, सुसिता बोलेको उसले त यसो गर। मेरो रुल के छ भने, ऊ आफूलाई डिफेन्ड गर्नु त्यो कोठामा छैन, कुरै नगर्नु। अनि अर्को कुरा एकखेप मलाई प्रभुले के भन्नुभयो,
कसै एकजना पास्टरले, मैले चिनेकै पास्टर सिरेक्युसमा, उहाँले एउटा काम गर्नुभयो जुन गलतै थियो, बिब्लिकली गलतै थियो है, गलतै थियो। अनि मैले कुरा गरेँ, अनि भरे राति प्रभुमा प्रार्थना गर्दा प्रभुले मलाई भन्नुभयो, तैँले कहिले उसको निम्ति प्रार्थना गरेको छस्? अनि छैन। प्रभुले मलाई एउटा भन्नु जुन अहिलेसम्म फलो गर्छु, यदि मैले कुनै व्यक्तिको निम्ति प्रार्थना गरेको छुइनँ भने मेरोसँग हक छैन उसको बारेमा बोल्नुको निम्ति। ओ फलाना त यस्तो, उसको निम्ति कहिले प्रार्थना गर्नुभएको छ? छैन। चुप रहेर बस्नुहोस्। यु हेभ नो राइट टु जज समन्स एक्सन इफ यु नेभर प्रेड फर देम। यदि कुनै व्यक्तिको निम्ति मैले कहिले प्रार्थनै गरेँ, मेरो लगानी छैन भने मेरो हकै छैन उसको बारेमा बोल्नुको निम्ति। अनि त्यो व्यक्ति कोठामा छैन भने मसँग अधिकारै छैन उसको बारेमा बोल्नुको निम्ति। If someone is not there to defend him or herself, आफ्नोलाई डिफेन्ड गर्नुको निम्ति ऊ त्यहाँ छैन भने कुरै नगर्नुहोस्। हामीले यो कुराहरू पनि सिक्नुपर्छ। प्रभु येशूलाई जब हामी प्रेम गर्छौँ, यो चाहिँ सन्डे आएर हात उचाल्नु मात्र होइन। हाम्रो कलेजमा प्रोफेसर डन हुनुहुन्थ्यो, उहाँले भनेको अहिलेसम्म मेरो दिमागमा छ। उहाँले भन्नुभयो, इट्स नट हाउ हाई यु जम्प इन वर्शिप, तपाईँको खुट्टा कति माथि उफ्रिन्छ आराधनामा त्यो कुरा होइन, तर खुट्टा मुनि टेक्दा कति सिधा हिँड्छ त्यो चाहिँ कुरा हो है। हाम्रो खुट्टाले पाउ टेक्दा कतिको सिधा हिँड्छ। चर्चमा हामी कति अन्य भाषा, इट्स ओके, राम्रो, आई लभ गिफ्ट्स, प्रभुको वरदान हामीलाई चाहिन्छ, तर बाहिर हामी कतिको हिँड्छौँ? आमेन। हामी चर्चमा ओ प्रभु आज तपाईँको उपस्थिति मैले महसुस गरेँ। दोकान जाँदाखेरि क्यासियरसँग बोल्नै आउँदैन, हाम्रो बफेतिर जाँदा दोकानतिर हाम्रो टिप दिनै आउँदैन। पास्टर रड पास्टरलाई म धन्यवाद दिन्छु, म भेडामा हुँदा उहाँले एउटा रुल सिकाउनु भयो हामीलाई। थाहा छ उहाँले के भन्नुहुन्थ्यो? यदि तिमीहरूले हामीलाई चाहिँ हामीलाई उहाँलाई चाहिँ कलर भ्याला, यदि तिमीहरू रेस्टुरेन्ट गयौ अनि 20 तलाई भन्दा कम्ती टिप दियो भने प्लिज नभन्नु, हाम्रो कलेज जान्छु, इज्जत नफाल्नु भन्नु त उहाँले। क्या थाहा छ एउटा कुरा? सबभन्दा मिनेस्ट कस्टमरको हुन्छ अरे आइतबार सेवा सकेर जानेहरू हुन्छ अरे। त्यो स्ट्याटले भनेको छ सबभन्दा रेस्टुरेन्टमा वेटरहरूलाई मनै नपर्ने व्यक्तिहरू चाहिँ आइतबार सेवा सकेर खाना खान जाने व्यक्तिहरू हुन्छ अरे। बोली यस्तो हुन्छ अरे, कस्तो हुन्छ अरे। सी क्रिस्चियन। सो इट्स नट जस्ट मैले चर्चमा कतिको हामी ओ प्रभु मात्रै होइन, हाम्रो व्यवहार, हाम्रो बोलीहरू चाहिँ कस्तो छ, यो सबले डिफाइन गर्छ। बाइबलले भन्छ बरु हेप्यौ, बाबाले भन्छ बरु हेपिनुहोस् है, आमेन, बरु कष्ट भोग्नुहोस् है। यदि के अरे कोहीसँग के गरेर आफ्नो प्रभुको चरित्रलाई बिगार्नु भने हेपिनुहोस् है, किन मलाई हेपिन मनपर्छ। आई लभ इट। एटलिस्ट लेट क्राइस्ट बी ग्लोरिफाइड इन माई लाइफ। मेरो जीवनमा क्रिस्महित भएको छ। यसमा कतिचोटि मलाई के हुँदाखेरि साँच्चै मलाई मम्मीहरूले साथीहरूले जबरजस्ती गर्नुभएको थियो। कसैलाई मैले पैसा दिएरै फिर्ता आएन, मलाई मतलब हुँदैन थियो, मलाई माग्नु पनि कस्तो लाग्दैन, मलाई किन माग्नु, इट्स ओके। अनि मम्मीहरूले साथीहरूले प्रो त्यस्तो गर्दा मान्छेले हेप्छ, के भयो त, म को ठुलो हो र नहेपिनु। कति मजाले भन्नु, तिमीहरू बेग्लै किन हुनु पर्यो, तिमीहरू सुपिरियर किन हुनु पर्यो, तिमीहरूसँग के छ जो पाएको होइन। कतिजना व्यक्ति चर्चमा आउँछ नि, हामी यो त कस्तो बेहोरा, हामी पनि त त्यस्तै बेहोरा भएको हो, हाम्रो जीवनमा पनि अनुग्रह नभए त्यस्तै हो नि त। सो हामी को हुन्छ जज गर्ने? जब पनि तपाईँले कोही मान्छे देख्नुहुन्छ, हेर्नुहोस् है, हामी चाहिँ ऐना हो, तपाईँ चाहिँ ऐना हो, त्यो व्यक्ति कस्तो बनिन सक्छ। अनि त्यो व्यक्ति ऐना हो, यसो नहुँदा म कस्तो हुन्थे। यु अलवेज हेभ टु रिमेम्बर दिस। जब म बाहिर होमलेस देख्छु, ऊ मेरो लागि ऐना हो, म पनि यसुको अनुग्रह नहुनु भए यस्तै हुन्थे। सो उसको लागि म ऐना बनिनुपर्छ, यसुको अनुग्रह हुँदा चाहिँ म कस्तो हुन्छु। आमेन। जब त्यो व्यक्तिले मलाई देख्छ, उसको निम्ति यो कुरा, ओ माई गॉड, म पनि ऊ जस्तै हुन सक्छु यसुको अनुग्रहसँग। सो यदि म पनि त यसुको अनुग्रह बिना त्यस्तै हुन्छ भने म को हो जज गर्ने? मेरो बलले म यस्तो भयो कि होइन। हामी धेरैचोटि चाहिँ ओ प्रभुले भन्नुभयो नि, एकजनाले प्रार्थना गर्दा के भन्नु, प्रभु धन्यवाद, म त्यो जस्तो छैन, म दिनमा यति उपवास बस्छु, म यति प्रार्थना, त्यो त हेर्नुहोस् त। धेरैचोटि हामी विश्वास जस्तो हुन्छ, मलाई त्यस्तो मन पर्दैन। कोही व्यक्ति चर्चमा आछ भने सी चर्चको काम चाहिँ नि, यदि कोही पापमा लडेको छ, गिरेको छ भने हाम्रो काम त तान्नै पर्छ। उल्टो हामी चाहिँ थिचेर 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 झन् मुनि पार्छौँ। हाम्रो काम त बचाउने हो। आमेन। हालेलुया। हाम्रो काम बचाउने। बाइबलले के भन्छ, यदि हामीले कृपा बिना न्याय गर्यौँ भने हाम्रो पनि कृपा बिना न्याय हुन्छ। आमेन। प्रभुले जब हामीलाई न्याय गर्नुहुन्छ, बाइबलले मत्ती 7:7, न्याय नगरेर तिम्रो पनि न्याय हुने छैन, किन जुन नापले तिमी न्याय गर्छौ त्यही नापले तिमी न्याय हुनेछ। मतलब न्याय नगर्नु होइन, मतलब न्याय गर्दा सोच्नु जसरी उसको न्याय मैले गर्दैछु, प्रभुले मेरो न्याय त्यसरी गर्नुहुन्छ। तपाईँलाई थाहा छ?
सो मैले जुन म्याजरले तपाईँको न्याय गर्छु प्रभुले पनि त्यही इक्जाम्पल एउटा घटना छ बाइबलमा जाउँ न यही लास्ट त्यहाँदेखि यो चाहिँ लास्ट छ साँच्ची ओके मलाई भर्सी थाहा छ तर कहाँ लेखेको थाहा भएन कि मत्ती 18 र दामी छ मत्ती 18 मा छ यो पढौँ त्यहाँदेखि मत्ती 18 मत्ती 18 को 21 कसरी पढ्नुहोस् त तब पत्रुसले उहाँ कहाँ आएर भने हे प्रभु मेरो भाइले मेरो विरुद्धमा कतिपल्ट पाप गरोस् र म उसलाई क्षमा गरौँ सो भन प्रभु मेरो भाइले गल्ती गरेर कतिसम्म क्षमा दिनु के 7 पल्टसम्म उसले भने प्रभु 7 पल्टसम्म येशूले उनलाई भन्नुभयो म तिमीलाई 60 पल्टसम्म भन्दिन तर 70 गुणा 7 पल्टसम्म मतलब गर्नु भन्दैन प्रभुले तर प्रभुले किन थाहा छ हामीले कतिचोटि क्षमा दिनुपर्छ मान्छेलाई जबसम्म गल्ती गरिरहन्छ हाम्रो के छ यही लास्टै अब फेरि गरिस् भने त्यो बिग्रिँदै होइन त्यो बिग्रिँदै हुँदैन जतिसम्म गल्ती गर्छ त्यतिसम्म क्षमा दिइरहनु पर्छ जतिसम्म गल्ती गर्छ तबसम्म छुइनँ किन भन्दा प्रभुले अब कहानी नै भन्नुहुन्छ पढौँ है 23 पद यसकारण स्वर्गको राज्य चाहिँ कुनै एउटा राजा जस्तो हो जसले आफ्नो दासहरूबाट हिसाब लिने इच्छा गरे एकजना राजाले के निर्णय गरेछ जतिले मेरो ऋण खाएको छ अब सबैदेखि म चुक्ता गर्छु अनि जब तिनले हिसाब लिन सुरु गरे तब एकजना तिनी कहाँ ल्याइयो जसलाई तिनको 10,000 त्यो टालेन्ट ऋण लागेको थियो तर एक ट्यालेन्ट छि त्यतिखेर पुरा दिनको के भन्छ वेज हुन्छ सो 10,000 भनेसम्म 10,000 दिनको कमाइ त्यति 10,000 डलर भनौँ न 10,000 डलरको ऋण खाएको रहेछ तर त्यससँग ऋण चुकाउने केही नभएकोले त्यसका मालिकले त्यो आफै त्यसकी स्वास्नी छोराछोरीहरू र त्यससँग भएका सबै चिजहरू बेच्युन् र ऋण चुक्ता गरियोस् भने सरी ट्यालेन्ट छि के अरे 15 वर्षको एउटा ट्यालेन्ट छि 15 वर्षको पैसा हुन्छ सो भने चाहिँ कति 10,000 भने आमा हो अहिले हिसाबमा त लेट्स से $1 मिलियन सो एकजनाले कति खाएको रहेछ राजादेखि $1 मिलियन लगेको रहेछ अनि राजाले के भन्छ मेरो पैसा ले ओके यसकारण त्यस दासले भुइँमा घोप्टेर यसो भन्दै तिनलाई दण्डवत गरे हे प्रभु म प्रति धीरज धर्नुहोस् र म तपाईलाई सबै तिरिदिनेछु एकछिन मलाई समय दिनुहोस् म तिर्छु भएपछि तब त्यस दासका मालिक दयाले भरिए र त्यसलाई छोडिदिए अनि त्यसलाई ऋण पनि माफ गरिदिए वाह हेर्नुहोस् त कस्तो राम्रो राजा रहेछ के भनेछ किनभने पर्दैन तिर्नु ल आफै कल्प गर्नुहोस् तपाईँले कसैको 10,000 पनि छैन कति तर हाम्रो अहिलेको लागि 10,000 पनि ठुलो हो नि त हाम्रो लागि त $1 मिलियन छोडिदिउँ लु 1,000 मात्रै कसैको 1,000 ऋण लानु भयो तपाईँले अनि त्यो व्यक्तिलाई मलाई 2 दिन दिनुहोस् न भन्दाखेरि होइन पर्दैन बस भनेर कस्तो हुन्छ तपाईँलाई ओ माइ गॉड कति राम्रो व्यक्ति तर पढौँ 28 मा तर त्यही दास बाहिर निस्क्यो र आफ्नै सङ्गी दासहरू मध्ये एउटालाई भेट्यो जसलाई त्यसको 100 दिनार 100 दिनार चाहिँ एक दिन कमाइ सो अहिलेको भाषामा 1,000 भनौँ 25 पैसा भनौँ न सो मेरो कति क्षमा भरे $1,000 मेरो माफी गरिदो म बाहिर गएँ देखेँ मेरो 25 पैसा खानेलाई ओके ऋण लागेको थियो अनि त्यसले त्यसलाई पक्रेर यसो भन्दै घोक्रो अठ्यायो घाँटी न्याक्न थालेपछि मेरो 25 पैसा दे तँलाई लागेको ऋण मलाई तिरिहाल 29 तब त्यसको सङ्गी दासले त्यसका पाउमा घोप्टो परेर यसो भन्दै त्यसलाई बिन्ती गर्यो म प्रति धीरज गर्नुहोस् सेम कुरा जुन उसले पनि राजालाई भनेको थियो र म तपाईलाई सबै तिरिदिनेछु 30 पद अनि
त्यसले मानेन तर गएर त्यसलाई झ्यालखानामा हालिदिए। हेर्छ नल्याए मलाई जेल बिचारालाई जेलमा हाल्दैछ। अनि यो कुरा राजाले चाल पाउँछ। 32 तब त्यसका मालिकले त्यसलाई बोलाएर त्यसलाई भने, हे दुष्ट दास, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तँलाई त्यो सबै ऋण माफ गरिदिए। जसरी मैले तँलाई ठिट्याएँ त्यसरी नै तैँले पनि आफ्नो सङ्गी दासलाई ठिट्याउनु पर्ने थिएन र राजाले उसलाई जेलमा हाल्छ जबसम्म ऋण तिर्न सक्दैन। 35 पद यसकारण तिमीहरू मध्ये हरेकले आफ्नो भाइलाई तिनीहरूका अपराधहरू आफ्नो हृदयबाट क्षमा गरेन भने मेरो स्वर्गीय पिताले पनि तिमीहरूलाई यस्तै गर्नुहुनेछ। अब एकछिन यो हेर्नु ल, त्यहाँ डाइसेक्ट गरौँ, त्यहाँदेखि हेर्न अन्त गर्छौँ। एकजना व्यक्तिले राजाको त्यति बेलाको समयमा 15 वर्षको कमाइ खाएको रहेछ। तर अलिक हामीलाई सजिलो हुनुको निम्ति 1,000 बेसी हो, तर बुझ्नु दिनु भनेको मैले $1,000 तपाईँले अथवा कुनै व्यक्तिले 1,000 को ऋण कोहीले लगेको रहेछ। अनि उसले तिर्न नसक्दाखेरि त्यो व्यक्तिले के गरेछ, किनभने छोडिदेऊ, केही छैन, चिन्ता नगर, लु तिमीलाई माफ गर। अनि यो 1,000 को माफ पाएको व्यक्तिले हिँड्दा हिँड्दै बाटोमा उसको $2 खाएको व्यक्ति भेटाएछ। अनि त्यसलाई च्याप्पेसम्म त मेरो पैसाले लेखिले उसले भने चाहिँ मलाई माफ गर्नु छैन। त्यही कुरा उसले भर्खर मात्रै राजालाई भनेको नि त। त उसले के गरेछ, जेलमा हालेछ। कति सजिलो छ त हामी भुलिन्छौँ कि हामी पनि त्यही अवस्था दिए आएको। हामी कसैले देख्दाखेरि कस्तो यो मान्छे त है छि, हामी भुलिहाल्छौँ। म पनि छि थिएँ जबसम्म राजाले मेरो ऋण माफ गर्नु भएन। अब हेर्नुहोस् त, हाम्रो कति ठुलो गल्ती प्रभुले माफ गर्नुहुन्छ, त्यतिको माफ पाएर सानो गल्तीहरूको हामी माफै गर्न सक्दैनौँ। प्रभुले के भन्छ, तिमीहरू पनि यस्तै हुन्छौ जसले आफ्नो भाइलाई बहिनीलाई आफ्नो सारा हृदयदेखि प्रण गर्दैनौ। एउटा मुभी छ, मलाई दामी लागिरहेको थियो, आई डोन्ट नो कुन मुभी, क्रिस्चियन मुभी थियो। त्यहाँ के भनेको छ भने, सरी हामीले इन्काउन्टरमा एउटा सिनियर आयो मलाई, उसको आफ्नो स्टेप फादरले उसलाई जब त्यो के अरे रेप भनौँ गर्दाखेरि उसले के भने त, अथवा होइन कसैले उसलाई काटी पनि रहन्छ, उसले देखायो नि, यहाँ हेर्नुहोस् त मलाई के गर्यो भन्दा, अनि येशूले आफ्नो हात देखाउनु पनि काट्यो। झन् मलाई हेर्दा के गरेको छ, मेनी टाइम्स हेर्नुहोस् त, हामी ओ प्रभु तपाईँलाई थाहै छैन त्यसले मलाई के गर्यो, प्रभुले नै भन्नु तँलाई पनि थाहा छ तैँले मलाई के गर्यो। हामी हेर्नुहोस् त त्यो क्रुसमा, ओ उनीहरूले प्रभुलाई मारे होइन, मैले प्रभुलाई मारे, मेरो पापले प्रभुलाई मारे। जब 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 हरेक पाप म अब जुन गर्छु नि, त्यो हरेक पाप चाहिँ त्यो ठोकेको किल्लाको यादमा आउँछ। त्यस्तो हामीलाई थाहा हुनु, हामी पाप गरिरहनु मन पर्दैन। सो हामी कस्तो छौँ भन्दाखेरि हामीले प्रभुलाई त्यत्रो गर्यौँ। आफै विचार गर्नुहोस्, स्वर्गको राजकुमार स्वर्गको धनलाई हामीले मार्यौँ। तपाईँको इज्जत त के हो र प्रभुको इज्जतको सामु? तपाईँले त स्वर्गको राजकुमारलाई नङ्गाउनु भयो। तपाईँले स्वर्गको राजकुमारलाई आफ्नो महिमादेखि लिएर नाङ्गै मार्नुभयो। तपाईँले, मैले, हामीले मारेको, हाम्रो पापले मारेको। अनि अलिकति तपाईँको के हुँदाखेरि हामी चाहिँ त्यो व्यक्तिलाई क्षमै दिन सक्दैनौँ। प्रभुले हामीलाई त्यस्तो गर्नु कस्तो, म आफै के चाहिँ हुन्थ्यो होला हाम्रो हालत, हाम्रो जस्तै प्रभुको बेहोरा हुनुभयो। यसकारण एकजना प्रभुको दासले मिठो कुरा भयो, प्रभु उहाँले भन्नुभयो, प्रभु धन्यवाद कि तपाईँ नै प्रभु हो र अरू कोही प्रभु होइन। आफै कल्पना गर्नुहोस् त, प्रभु पनि हाम्रो जस्तै बेहोरा हुनुभयो के हुन्थ्यो होला। हामी कतिको सुम्ला हुन्थ्यो हो के भन्नुहोस् त। त्यही भएर धन्यवाद कि प्रभु प्रभु हुनुहुन्छ। समटाइम्स त्यही भएर पनि हामी वी जस्ट लभ गॉड, म प्रभुलाई किन प्रेम गर्छु बिकज उहाँ प्रभु हुनुहुन्छ। धन्यवाद कि अरू कोही प्रभु होइन र उहाँ नै प्रभु हुनुहुन्छ। उहाँको चरित्रसँग कोही पनि आउनै सक्दैन, उहाँको सुन्दरताको छेउमा कोही पनि यो दिनहरूमा म त्यही कुरा मना गर्दैछु मेरो जीवनमा प्रभुले कि मैले अस्ति दाइ र नानीमा त्यो म्यासेज गरेँ, त्यसले मलाई कन्फर्म गर्यो। किन त्यो भन्दा 2 दिन अगाडि पनि म यो सोच्दै म कति माया गर्छु मेरो प्रभुलाई। अनि त्यो कुराहरू अहिले पनि मेरो जीवनमा त्यही भइरहेछ बिकज आई वान्ट टु लभ जिजस। म बेशर्मी के अरे असर्मित मान्छे शरम लुकाएर होइन, शरमलाई चाहिँ के भन्छ, असर्मित भइकन अनअसेम्बली शरमै बिना म प्रभुलाई प्रेम गर्न चाहन्छु। बागेलको रूपमा म प्रभुलाई प्रेम गर्न चाहन्छु। आएर के अरे यसको लागि म हेपिनु परोस्, आएर यसको लागि मान्छेले मलाई हेपोस्, मेरोदेखि लुटोस्, आएर के लुट्नुहोस् म दिन्छु। त्यसले मलाई माइना गर्दैन। मेरो धन स्वर्गमा छ। आमेन। हाम्रो चाहिँ जसको धन येशू हो नि, उसको जे पनि लुट्नुहोस्, तपाईँले यति पनि चोरेको हुँदैन उसको धनदेखि, किन हाम्रो सम्पूर्ण थोक्ने येशू हुनुहुन्छ।
यस कारण मलाई अस्ति भने मलाई यदि म हिचकिचाउँछु भने मैले प्रभुलाई पुरा प्रेम गरेको छुइनँ। कुनै कुरा गर्नमा म हिचकिचाउँछु भने मैले प्रभुलाई प्रेम गरेको छैन। दाइले मिठो कुरा गर्नुभयो, यदि कसैलाई दिँदाखेरि मैले पहिले ल्याहो भन्छु भने मैले प्रेम गर्न सिकेको छुइनँ। बाइबलले त के भन्छ, आफ्नो भन्दा अरूको खाँचोलाई श्रेष्ठ ठान। तिमीहरूमा यही मन हो, सुन प्रभु येशूमा थियो कि उहाँले आफूलाई भन्दा अरूलाई श्रेष्ठ ठान्नुभयो। प्रेम कस्तो हुन्छ? बाइबलले प्रेमले खराबीको हिस्सा राख्दैन। ओके नस्, बाइबल भन्छ प्रेमले खराबीको हिस्सा राख्दैन। कोही व्यक्ति तपाईँ आयो, यसले अस्तिको महिना, प्रेमले खराबीको हिसाबै राख्दैन। जुन बेला क्षमा भयो। हामीले कस्तो बानी हुन्छ, ल भुलले भन्छ तर दिमागमा राखिरहेको हुन्छ ताकि अर्को पालि त्यसलाई निकालेर ल्याउँ, तर प्रेमले खराबीको हिसाबै राख्दैन। यसकारण मलाई जोसुकैले जे गरेको, जुन दिन मैले क्षमा दिएँ, म अर्को पालि म सम्झिँदिनँ कि सम्झिनु पनि पाएको। बिकज उसलाई प्रभुले क्षमा दिइसकेको छ भने, इक्जाम्पल निम्ति भेनाले मलाई ढाँट्नु भयो, भेनाले मलाई ढाँटेर मैले उहाँ ढाँट्नु रहेछ भनेर, तर उहाँले प्रभुसँग निप्टिसक्नु भयो, प्रभुले क्षमा दिइसक्नु भयो, म माफी मागिसक्नु भयो भने अर्को पालि पनि मैले भेना ढाँट्यो भने अब म ढाँट्यो भएँ। बिकज म उहाँलाई यस्तो पापको दोष लाग्यो जुन पाप स्वर्गमा हेर्दाखेरि छँदै छैन, किन क्षमा पाइसकेको छ। सो बी केयरफुल। कसैको विगत हेरेर जब हामी न्याय गर्छौँ, यदि उसले प्रभुसँग डिल गरिसकेको छ भने अब हामीले झुटो आरोप लाग्दैछौँ। किन प्रभुले त क्रस गर्नु उहाँलाई पुरा निकाल्नुहुन्छ। हाम्रो पाप चाहिँ प्रभुले यसरी धुनुहुन्छ कि जस्तै त्यो पाप कहिले गरेको थिएन। त्यसकारण जहिले पनि कतिजना व्यक्तिले पहिले मलाई काउन्सिल लिँदाखेरि मैले आज भने 10 वर्ष अगाडि यस्तो गरेँ, मैले यसो गरेँ, म हुन्छ कुन कुरा जुन प्रभुलाई याद छैन, तपाईँ किन याद गर्नुभयो? प्रभुले धेरैचोटि प्रभुले हामीलाई क्षमा दिनुहुन्छ, तर हामी आफैले आफैलाई क्षमा दिँदैनौँ। जुन कुरा प्रभुले बिर्सिसकेको छ हामी किन याद दिँदैनौँ? प्रभु तपाईँलाई थाहा छ मैले यस्तो गरेँ, प्रभुले कहिले गरेछौ? जब हेर्छौँ खालि मेरो पुत्रको रगत मात्रै देख्छौँ, त्यो पापै छैन। आमेन। प्रभुले क्षमा दिइसक्नु भयो। सो हामी को हौ अरूलाई न्याय गर्ने? हालेलुया। यसकारण बाइबलले भन्छ तिमी को हौ अरूको नोकरलाई न्याय गर्ने? त्यही लास्ट वर्ष साँच्चै लास्ट साँच्चै लास्ट सरी वचन नोट थिएन कि बोल्दा बोल्दै आइरहेको याद थियो भनेर कोही बेला भन्छ बोल्दा नै वचन याद आउँछ एकै तर एक्ज्याक्ट भर्समा नोट लेखेर आएको ठाउँ हुन्छ कि रोमी 14 यही लाग्छ साँच्चै लाग्छ मलाई लेख्नु चाहिँ रोमी 14 रोमी 14 यही लाग्छ साँच्चै लाग्छ रोमी 14 धेरैचोटि हाम्रो विश्वासको बानी के हुन्छ भने मलाई यो मन पर्दैन यदि कोही कमजोर छ भने हामी चाहिँ पुरा बाँच्नुको निम्ति ए होइन त्यस्तो होइन कमजोर छ रोमी 14 जो विश्वासमा कमजोर छ उसलाई ग्रहण गर तर शङ्कापूर्ण कुराहरूको विषयमा वाद विवाद गर्न एक्सेप्ट गरेर विश्वासमा कमजोर हुनेलाई तर बाँच्नु निम्ति होइन सिक सो कोही व्यक्ति अब होइन सबै त म पनि त जन्मिने बित्तिकै अन्य भाषा बोल्ने होइन नि त कुत्ते आमा कङ्ग्रेचुलेसन मनोज बा कौरा बासे गर्दै आएको होइन नि त मलाई पनि जति अहिले जति म त्यति जान्दिनँ मलाई यति पनि थाहा छैन जति हाम्रो थाहा छ हामी थाहा हुँदैन जहिले जति मलाई अहिले थाहा भएको छ यहाँसम्म आउनु पनि मलाई वर्षौँ लाग्यो नि त हो कि भन्नुहोस् त सो मलाई 4-5 वर्ष लाग्यो भने यहाँ आउनु कोही म भन्दा अलिक कमजोर मलाई दाइ मलाई पढ्न आउँदैन भने पछि कस्तो व्यक्ति पढाइ कुन बोलाइहाल्छ त्यो त गलत हो नि त हो कि भन्नुहोस् त सुरुमा त म पनि त बुझ्दैछु भन्नुहोस् त हाम्रो बानी कस्तो छ धेरै नोटिस गर्नुहोस् है मैले खतरा वचन बोलेँ भने अर्को पालि जब वचन सुन्छु सुन्नुको साटो यसले कहाँ गलत साँच्ची भनेको यो प्रकाश गलत है हामी त्यस्तो हुन्छौँ हामी वचन सुन्नुको साटो अब किन थाल्छौँ भन्नुहोस् त जब वर्ष लिडरहरू कोही कोही त्यस्तै हुन्छ अरूले वर्ष लिँदाखेरि हामी त्यहाँ ध्यान दिनुको साटो कहाँ गलत त्यो सब गलत त्यो सब गलत हो नि त मैले यो म आफैलाई भन्छु ल म किनकि मान्छेले म आफ्नै बारे भन्छु मैले गरेको छु यो धेरैचोटि मलाई यस्तो हुन्छ पहिले मलाई के हुनु के चाहिँ मलाई साह्रो पार्थ्यो भन्दाखेरि म घमण्ड हुन्थ्यो क्या प्रकाशमा आई थ्याङ्क गड फर अल द रेभलेसन एन्ड द्याट इज गिभन मलाई जुन पनि यति पनि जस्तो लाग्दैन बिकज प्रभु त यस्तो आनन्द हुनुहुन्छ पहिले के मलाई के घमण्ड आएको देखेँ भने सुरुमा पहिले मलाई प्रभुले मलाई डिल गर्नु पर्यो उहाँलाई मलाई फोन गरेर मात्रै म उता भएँ कतिले अगाडि आएर बसाउनु थियो
अब मेरो ध्यान वचन सुन्नुभन्दा नि नो त्यस्तो त होइन भन्ने खालको हुन्छ क्या। कसैले वचन बोल्थ्यो अनि म त नो 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 त होइन। अब के भयो मेरो मेन फोकस चाहिँ के भयो आइम कम्पेयरिङ मेरो प्रकाश जो उसको त्यो गलत हो, त्यो चाहिँ गलत हो। हामी त्यस्तो हिसाबले कहिले पनि जानु हुँदैन। चाहिँ आई डोन्ट केयर अगाडि कसले बोल्दैछ। जस्तो कि हरेक व्यक्ति नि टिचर हो, एभ्री वान क्यान टिच। कतिदेखि म के सिक्छु के नगर्नुपर्ने, कतिदेखि के गर्नुपर्ने म सिक्छु, तर हरेक व्यक्तिदेखि म सिक्न सक्छु। क्यान्डी थिएहरूले कति मिठो कुरा भन्नुभयो, हड्डी ठुका माथि जता राइट। कोही व्यक्ति चाहिँ तपाईँ जस्तै गलत शिक्षा गर्ने व्यक्तिले र तपाईँ के चाहिँ गर्दै गर्दा अहिले बानी भन्छ मलाई, म सही साइड टिपेर गलत गलत फेर्न सक्छु। प्रभु ल जज, ए उसको ज्ञानै त्यति होला, उसले सिकेकै त्यति होला। बाइबल जो कमजोर छ विश्वासमा उसलाई के गर, ग्रहण नगर। यतिखेरको विचार यतिखेर चल्छ, कतिले मासु खाँदैन थिए, अब कुखुरा खानु हुँदैन, हामी त सागसब्जी मात्रै खानुपर्छ भन्ने खालको थिएँ। कमजोर थिएँ बिचरा। मैले 2 पल्ट भन्नुहोस् त। किनकि म सबै कुरा खान सक्छु भने एउटाले विश्वास गर्दछ, तर अर्कोले जो कमजोर छ सागपात खाँदछ। त्यतिखेर हेर्नुहोस् त, त्यतिखेर बिचरा कमजोर भएर चाहिँ उनीहरूले मासु खाँदैन। कति थाहा छ, एउटा नस्टिकसिजम भन्ने आएको थियो, उनीहरूले चाहिँ मासु खाँदैन थिए। उसले लाग्छ मासु खानु चाहिँ पाप हो, पाप ठिकै छ, उसले त्यसलाई छोडिदियो। एउटा कुरा हामीले के सिक्नुपर्छ भने, यदि मैले यो कुरो जान्नु चाहिँ कोही व्यक्तिले नि गलत कुरामा छ भने तपाईँ सही भन्दा इट्स ओके, पुरा प्रार्थना गर्दैछ कि प्रभु आफैले देखाएको तपाईँ होइन त आँखा खोल्ने, हामी चाहिँ पुरा हामी पवित्र आत्मा जस्तो नि होइन, यो गलत हो, यो आँखा खोल्ने समस्या नै पवित्र आत्मा हुनुहुन्छ। त्यो व्यक्तिलाई तपाईँ मरिमरि स्वर भाषुन्जेलसम्म कराउनुहोस्, जबसम्म पवित्र आत्मा आफैले उसको दिमाग खोल्नु न तबसम्म उसले बुझ्ने छैन। आमेन। सर कति भाषण दिन्छ, होइन यो गलत हो, यस्तो उस्तो यस्तो उस्तो, त्यो चाहिँ हामीले बुझ्नुपर्छ। 4 पर अर्काको नोकरलाई न्याय गर्ने तिमी को हौ? ऊ आफ्नै मालिकका निम्ति खडा हुँदछ वा लोड्दछ, तर ऊ खडा गराइने नै छ, किनकि उसलाई खडा गराउनको निम्ति परमेश्वर सामर्थ्य हुनुहुन्छ। आमेन। सो तिमी चाहिँ को हो त अर्काको नोकरलाई न्याय गर्ने? हेर्नुहोस् त, हामीले यो कुरा बुझ्नुपर्छ। हामी हरेकै प्रभुको निम्ति लेखा दिनुपर्छ। कुनै व्यक्तिले हाम्रो सेवा गरेको होइन, तपाईँ प्रभुको नोकर हो, म प्रभुको नोकर हो। जब म तपाईँको न्याय गर्छु, म कसैको नोकरलाई न्याय गर्दैछु। बा तिमी को हौ अरूको नोकरलाई न्याय गर्ने? तिमी को हौ अरूको न्याय? ठिकै ऊ लड्यो अरे, लडे पनि त आफ्नै मालिकलाई लड्छ नि त, तर पनि उसको मालिकले उसलाई उठाउन सक्नुहुन्छ भनेर बाहिर भन्छ। सो हामीले न्याय गर्नु हुँदैन। हामी प्रभु खेदाउने व्यक्ति, प्रभुलाई समात्ने व्यक्ति चाहिँ हाम्रो आचरणै भिन्दै हुन्छ, हाम्रो चरित्रै भिन्दै, तपाईँको बोली नै भिन्दै हुन्छ। त्यहाँ म जहिले पनि भन्छु, मलाई तपाईँले रिस उठाउन सक्नुहुन्छ, तर तपाईँलाई घृणा गर्ने बनाउन कहिले पनि सक्नुहुन्न। म ग्यारेन्टी दिएर भन्छु, रिस उठाउन सक्नु, तपाईँले मलाई ओ माई कस्तो व्यक्ति भन्नेसम्म नै बनाउन सक्नु होला, बट तपाईँले तपाईँलाई घृणा गर्ने कहिले बनाउन सक्नुहुन्न। आई क्यान, म गर्दै गर्दैन, म सिद्ध भएर होइन, मलाई समय लाग्यो। यस कारण त म कुनै व्यक्ति विक छ भने मैले बुझ्नुपर्छ, कति कुरा म पनि विक छु। आफै विचार गर्नुहोस् त, म कमजोर हुँदाखेरि मैले प्रभु के भन्दाखेरि प्रभुले यसलाई त भन्न कस्तो हुन्छ होला। सो त्यही भएर जब कुनै व्यक्ति म प्रश्न लिएर आउँछ या के गर्छ, म ओपन हुन्छु, बिकज म पनि त चाहन्छु कि लाइक ओपन होस्, मैले बुझिनँ भने हो क्या भन्नुहोस् त। सो द्याट्स वाइ हामीले यो कुरा बुझ्न सबैसँग एउटै क्षमता हुँदैन नि त। तपाईँलाई थाहा छ, हरेकको विश्वास नै भिन्दै भिन्दै मात्रा हुन्छ। बाइबलले भन्छ प्रभुले हरेकलाई मेजर अफ फेथ दिनुभएको छ। तपाईँको विश्वासको मात्रा र मेरो एउटै नहुन सक्छ, तर बनाउने काम चाहिँ हाम्रो हो। सो त्यही भएर त अब कतिलाई विश्वास लाग्ला म यो गर्न सक्छु, यो गर्न सक्छु, इट्स फाइन, तर हामीले यो कुरा बुझ्नुपर्छ, हामी क्रिस्टको चरित्र हेर्नुपर्छ। प्रभुले के मेरो बोझ हलुको छ, र हाम्रो बोझ चाहिँ कस्तो हुन्छ, कस्तो गरम हुन्छ, आफू नै बोक्दैन अरूलाई झन् बोकाउँछ, आफै सक्दैन बोक्न, ओ यस्तो हुनुपर्छ उस्तो हुनु, तपाईँ आफैले सक्नुहुन्छ त्यस्तो हुन। तर हामी अरूलाई चाहिँ के गर्छौँ, बिचरा चर्चमा आएको 1 राम्ररी 1 महिना पनि हुँदैन, हामी चाहन्छौँ जुन कुरा हामीलाई 5 वर्ष लाग्यो उसले 2 हप्तामा सिकोस्। मलाई नि तपाईँ साँच्चै भनौँ, यो के अरे प्रभु येशू चाहिँ ऱ्याप्चर चाहिँ एन्टिक्राइस्ट आएपछि हुन्छ भनेर विश्वास हुन वचनमा देख्नु मलाई 2 इयर्स लाग्यो। अनि को व्यक्ति चर्च आउने म 2 हप्तामा चाहन्छु उसले भने म त गलत भयो नि त। जुन कुरा मलाई 4 वर्ष लाग्यो सिक्न, हामी कसैले अफकोर्स प्रभुले छिट्टो पनि प्रकाश ल्याउन सक्नुहुन्छ, तर त्यो चाहिँ प्रभुकै टाइममा हो नि त। यो सब हामीले प्रभुलाई दिनुपर्छ।
आमेन। सो बाइबल अघि मुख्य कुरा भनौँ, हामी समयभन्दा अघि न्याय नगरौँ। लेट गड बी द जज। प्रभु नै न्याय हुनुपर्छ, प्रभुलाई न्याय गर्न। हामीलाई भन्दा बेसी उहाँलाई कुन हृदयको उसको मोटिभ के हो हामीलाई थाहा छ। बा जो व्यक्ति तपाईँले सबभन्दा आत्मिक सोचेको उपो सबभन्दा खत्तम हो कि, जो व्यक्ति तपाईँले सबभन्दा खत्तम सोचेको बा उपो प्रभुलाई बेसी खोज्छ कि, हालेलुया। यो अन्तिम कहानी त्यहाँदेखि हामी प्रार्थना गरौँ। वर्ष नै अन्तिम कहानी त्यहाँदेखि ल। प्रभुको दास केनेथी ह्यागेनलाई एउटा चर्चमा बोलाएको थियो, अनि त्यो चर्चमा चाहिँ आमाहरू हुन्छन्, प्रार्थनाको दल गर्ने आमाहरू। उहाँले जहिले पनि सेवा अगमबानीहरू बोल्नुहुन्छ, ओ प्रभुले भन्दै हुन्छ यो 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 आमेन आमेन। त्यो चर्चमा भर्खरै मात्रै एकजना व्यक्ति जो चाहिँ कोही खालि भट्टीमा जाने रक्सी खाने केही गर्दो रहेछ, अनि त्यो व्यक्ति त्यो मण्डलीमा आएको रहेछ। अनि केनेथी ह्यागेनलाई त्यो मण्डलीमा स्पिकरको रूपमा बोलाएको रहेछ। उहाँले वचन बोल्दै गर्दाखेरि केनेथी ह्यागेन छ भएको कुरा। सो उहाँले उहाँको जस्तो हात उहाँले वचन बोल्दै गर्दाखेरि एक्कासी फेरि प्रभुको उपस्थितिको माहौल भयो। त्यही आमाहरूले अगमबानी बोलाउनु, तर आज चाहिँ आमाहरूले मात्र होइन, त्यो महात्मा व्यक्तिले नै उठेर अगमबानी बोलेछ। प्रभुले यो भन्दै हुन्छ, अनि केनेथी ह्यागेन आत्मा चेक भएर सही भन्दैछ, प्रभुबाट सही भन्दैछ। अनि सेवा सकेर केनेथी ह्यागेन घर फर्किँदै जानुभएछ। अनि गाडीदेखि जस्तै जाँदै हुन्छ, त्यो व्यक्तिलाई फेरि मलाई भट्टीको बाटोतिर गएको देख्नु भएछ। अनि उहाँले हाई भनेर घर जानुभएछ। अनि घर जाँदाखेरि यो व्यक्ति त भनेर उहाँले गर्नुभएछ। अनि ठिक्कै प्रभु उहाँ कोठामा आउनुभएछ, आइज तँलाई म देखाउँछु भनेर फुत्तै आँखा छुनुभएछ। अनि फिल्मको रूपमा उहाँले त्यो दर्शन देख्नुभएछ। त्यही सेवा सकेको आमाहरूले अगमबानी बोलेको त्यो मत्तु जो पहिले त्यो व्यक्ति अगमबानी बोलेको, उहाँको गाडी लिएर आएको, त्यो व्यक्ति गएको देखेको, अनि समाप्त भयो। अब तैँले जे देखिन जस्तो देखाउँछु भन्नुभएछ। फेरि एकछिन्छु त्यो व्यक्ति गएछ, बिचरा ऊ घर जाँदै रहेछ। अब भट्टीकै बाटोमा घर भएको कारणले गर्दा जाँदै उसले ल्याउ भट्टी पनि यहीँ छ भनेर उसले बाटोमै घुँडा टेकेर प्रभु मलाई माफ गर्नुहोस्, म अर्कै बाटो लिन्छु भनेर बिचराले पश्चाताप गरेर फेरि त्यो भट्टीको बाटो पनि गएन, ऊ फर्केर गएछ। अनि प्रभुले अब केनेथी ह्यागेनलाई भन्छ, प्रभुले अब यहाँ आइज, यहाँ हेर त आमाहरू चाहिँ भनेर पुरा कुरा काटिरहेको थियो जसलाई चाहिँ उहाँले यति उच्च ठाउँमा राख्नुभयो त भनेर प्रभु नजर उनीहरू गल्ती रहेछ। तर जो व्यक्ति चाहिँ त्यो शान्तै रहेछ। अनि यो अन्तिम साँच्चै अन्तिम। एक दिन साधुजीलाई उहाँको सेवाकालमा एकजना दिदीले चाहिँ खालि अन्वय गर्ने अरे क्या, साथीको विरोध गर्ने, यो यस्तो उहाँकै सेवाकालको प्रार्थनाको टिममै यो गलत यस्तो यस्तो साह्रै ठुलो साथीलाई। अनि उहाँले बिन्ती राखेछ प्रभु के अरे, अनि प्रार्थना गर्दै हुनुहुन्छ। एक्कासी प्रभुले आएर म अगमबानीको वचनहरू दिन्छु, योलाई यसो भन, यसको लागि यो, यसको लागि यो। अनि त्यो दिदीको पानीमा आएछ, यसको लागि भन, म केही भन्छ है प्रभु पछि होला। प्रभुले भनेछ होइन, प्रभुले भन्छ यसको निम्ति यो प्रशस्त आशिषको कुरा बोल्नु अरे, यो 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 साथी छक्क भन्नु, प्रभु तपाईँलाई थाहा छ यसले के गर्दैछ, यसले त मलाई गरेछ। प्रभुले मलाई थाहा छ, तर मेरो नजरले हेर भन्नुभएछ। अनि साधुजीको भित्र प्रवेश पछाडिबाट पस्नु भएछ। अनि लेभल भएर उहाँको साथीको आँखामा प्रभुको आँखा भित्र पसेर, अनि त्यो केटलाई यसरी हेर्दाखेरि सानो नानी देख्नु भएछ। अनि प्रभु मेरो नजरमा ऊ त्यस्तो छ। सी वी नेभर नो प्रभुको नजरमा व्यक्तिहरू कस्तो छ। द्याट्स वाइ हामी आफैले कहिले न्याय गर्नुहुन्न। जो व्यक्ति हामीलाई ओ माई गस कति खतरा आएर कति खतरा वचन उसले, तपाईँलाई के थाहा उसले एक्लै बस्दा के सोच्छ, उसले के विचार गर्छ, यो कस्तो थुक्क, तपाईँलाई के थाहा बिचरा घरमा पनि त्यही पापसँग उसले प्रार्थना गरेर छ कि प्रभु म गर्न चाहन्न। यु नेभर नो। यसकारण हामी आफैले कहिले पनि न्याय गर्नुहुन्न। हामी ठिकै छ, आज अन्तिम गरौँ। केही प्रश्नहरू छ तपाईँलाई थाहा भयो भोलिको लागि त मसँग मेसेन्जर छैन, मलाई थाहा छैन, दाइले सायद ग्रुपमा छोड्नुपर्छ होला। होला कोयरमा होला, मलाई कोयरमा युद्धमा छोड्नु खै थाहा छ हेर्नुहोस् त। हो अस्ति चाहिँ छोड्नु पाइन्छ, यो आज चाहिँ छोड्नु भएको छैन, कसै भोलि त फेरि अनि 8 बजे उता त्यो त कतिखेर बिहेमा जाने भन्दै हुनुहुन्थ्यो, 10 बजे यसो सोधिहेर्नु न। हेलो आएर